राखेका छौँ निर्माण सम्पन्न अनि त्यसो गर्ने भन्दा भोलि यो सरकारले त मृत्युदण्ड तोक्देला जस्तो देखियो। उहाँलाई भेटाएको दिन 7 दिन ढुङ्गा पकाउँछु म। गणतन्त्रमा त्यस्तो खालको नियम कानुन ल्याउनु हुँदैन हैन। गणतन्त्र लोकतन्त्र भनेको बोल्न पाउने अधिकार हो हैन। तपाईलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ हैन। मलाई कोही कसै मन पर्दैन भने म विरोध गर्न पाउँछु, तर तथ्य र प्रमाण सहित विरोध गर्नुपर्छ, नहुँदा आरोप चाहिँ लाउनु हुँदैन। र त्यो चाहिँ विरोध गर्ने अधिकारै हनन हुने गरी चाहिँ तपाईको संशोधन गर्ने हैन, कानुन बनाउने भन्ने कुरा चाहिँ त्यो गलत हो। यसका विरुद्ध संसदमा आवाज उठाउनु हो, त्यो त बोल्न त पाउनु पर्यो नि त हैन। कहिले मन पराउँदाखेरि मलाई भगवान हो भनेर भन्नुहुन्थ्यो, अब मन पराउनु हुन्न, मलाई राक्षस देख्नु भयो होला। सरकारले भन्नुहुन्छ हामी आफैले गर्यौँ भन्नुहुन्छ, हामी भन्छौँ हामीले गर्दा भन्छ, त्यो त अब स्वाभाविक हो नि। भोलि पत्रकारले भन्ला हामीले तपाईँको नखिचेर हामीले जवाब नदिएको हुँदैन थियो भन्नु होला, तपाईँले जस लिनुपर्छ। सरकारले त्यो एन्फामा पनि भ्रष्टाचार भयो होला, पक्कै पनि छानबिन गर्नुपर्छ, दोषी पाइएको हदसम्म कारबाही गरोस् सरकारले। म त्यो त्यसमा पनि भन्दा तपाईँलाई के फरक पर्दैन? त्यसो होइन त्यसो भन्ने सुन्नु न, ऋण काटेर तपाईँको फाइन तिर्ने खालको बनाउनु हुँदैन है। बालेन शाहलाई त म एकदम मैले त कसम से भोट लाग्छु। विकट छ हैन। अब यहाँदेखि जाँदा झन्डै 5 दिन जति लाग्छ गाडीमा, त्यसले गर्दाखेरि एकदम धेरै विकट हो। अहिले पहिला भन्दा अलि बढी तपाईको चाहिँ त्यो सडकहरूको स्तर उन्नतिहरू गर्दै रहेछ नेपाली सेनाको एउटा टोलीले। त्यही हो, सञ्चार माध्यमहरू पुर्याउने कोसिस भइरहेको छ, तर स्टिल त्यहाँ फोन लाग्दैन। जुन ठाउँमा हामी काम गर्छौँ त्यहाँ लाग्दैन। त्यो मिलिट्री टावरहरू बनाउने, डिभाइसहरू इन्स्टल गर्ने कामहरू हुँदैछ भन्ने जानकारी चाहिँ मैले पाएँ। त्यस्तो अलिक विकट, धेरै विकट छ। अब पुल चाहिँ महाकाली माथि पनि बनाउने भन्नाले त्यो पुल बनाउने भन्नुको, तर पछि अर्कै पुलमा बनायो भन्नेहरूलाई के भन्नु? होइन, यस्तो छ, त्यो एउटा महाकालीकै शिरमा पर्छ होइन, एउटा खोलामा हो, त्यहीँको स्थानीयको माग अनुसार हामीले गर्यौँ। अब भारतको सिमानालाई टेकेर चाहिँ हामीले लिखतमा भारतको सहमति प्राप्त भएपछि मात्रै गर्न सक्ने भन्ने कुरा छ, त्यो छ। र त्यसको लागि चाहिँ परराष्ट्र मन्त्रीज्यूलाई पनि हामीले थुप्रैचोटि भनि पनि सकेका छौँ, पत्रै पनि बुझाएका छौँ, काम गर्दैछौँ भन्नुहुन्छ। अब त्यो तर अलिक ढिलो भइरहेको छ। अब त्यो चाहिँ यताबाट होइन उतैबाट ढिलो भएको छ भन्ने चाहिँ मन्त्रीज्यूले भनिराख्नु भएको थियो, त्यो छ। अब त्यही हो, इजाजत उहाँहरूले लिखतमा दिनुहुन्छ भने ठिक छ, होइन भने सरकारले बनाउँदाखेरि राम्रो। त्यहाँनिर चाहिँ तिङ्कर जाने सडक चाहिँ त्यो 1 नम्बर पिलरसम्म जाने सडक चाहिँ खासमा बनाउनु पर्छ कि। त्यो सडक नहुँदाखेरि वारीका मान्छे चाहिँ पारिपट्टि भारतको क्षेत्रमा तुइनमा झुन्डेर गाडा सडकबाट चाहिँ तपाईँको छैन छिटो यात्रा गरौँ भन्ने बाध्यता उहाँहरूको हो। त्यो चिज हो। हाम्रोतिर चाहिँ सडक नभएकोले चाहिँ तुइनको चाहिँ तपाईँको समस्या हो। अहिले जस्तो काठमाडौँका पुल बनाउनु भयो, सरकारको चाहिँ कस्तो सहयोग रह्यो? जस्तो लठाहरू त व्यक्तिले किन्न पाइदैन भने त्यो विषयमा मैले बुझ्नुपर्ने छ, त्यो विषयमा बुझ्नुपर्ने छ। अब हामी तपाईँको छैन केही दिन पछाडि होइन त्यो सबै कुराहरू हामी सार्वजनिक गर्छौँ, कहाँबाट के भयो भन्ने कुराहरू सबै बुझ्छौँ। मध्य प्रदेशको इन्चार्ज दीपकचन्द्र ठाकुरलाई तपाईँले फेसबुकबाटै निलम्बन गर्नुभयो। अब अलिकति पार्टी हित नीति विपरीत काम गर्नु भन्ने थियो, उहाँको त्यो मैले यसमा यो आम सञ्चारमा नबोलौँ, जस्तै केही सामाजिक समस्याहरू छन्, जनआस्था लगायतका मिडियाले निकालेको छ, त्यो कुरालाई मैले मुखबाट उच्चारण गरेर मैले होइन मैले उचित पनि सम्झिनँ। यस्ता कुराहरूको कम्प्लेनहरू थुप्रै आइसकेपछि अब त्यो हाम्रो पार्टीमा चाहिँ अत्यन्तै कडा अनुशासनको तपाईँको चाहिँ के अरे नीति छ। त्यसो भएको कारणले त्यो हाम्रो अनुशासन मूल्य मान्यता अन्तर्गत नभएको कारणले उहाँलाई हामीले सस्पेन्ड गरेका छौँ। उपचुनावको विषयमा के छ? उपचुनावसँग जोडिएको यो विषय मैले बोल्न चाहिन्न। अरू विषय छ। अब आज लगभग सरकारको 100 दिन पुगि नै सक्यो, काटिसक्यो। अब के छ, तपाईँ कति र्याङ्कमा कति दिनुहुन्छ क्या सरकारलाई? कति मैले अहिले भन्दिनँ, कोसिस उहाँहरूले गर्नुभएकै हो, कोसिस भएको हो, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्छ। महँगीहरू धेरै भयो, अब महँगी तपाईँको नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो।
र अहिले भर्खरै म अब उता दार्चुलामा हुँदा अस्ति भर देख्दै थिएँ अब त्यता आम संसार छैन होइन अब हेर्न पनि पाइँदैन पेट्रोलको भाउ अलिक घट्यो अरे भन्ने छ होइन त्यो छ त्यस्तो छ त्यो हो अहिले चाहिँ यो संविधान र गणतन्त्र विरुद्ध बोल्नेहरूलाई चाहिँ 25 वर्ष कैद सजाय हुने गरी संविधान संशोधन हुँदैछ भन्ने कुरा आएको छ तपाईको यसमा धारणा के छ हुन्छ तपाईँ आफै गणतन्त्रवादी भनेर भन्नुहुन्छ है यस्तो छ गणतन्त्रमा त्यस्तो खालको नियम कानुन ल्याउनु हुँदैन होइन गणतन्त्र लोकतन्त्र भनेको बोल्न पाउने अधिकार हो होइन तपाईँलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ होइन मलाई कोही कसै मन पर्दैन भने म विरोध गर्न पाउँछु तर तथ्य र प्रमाणसहित विरोध गर्नुपर्छ नहुँदा आरोप चाहिँ लाउनु हुँदैन र त्यो चाहिँ विरोध गर्ने अधिकारै हनन हुने गरी चाहिँ तपाईँको संशोधन गर्ने होइन कानुन बनाउने भन्ने कुरा चाहिँ त्यो गलत हो यसका विरुद्ध संसद पार्टी संसदमा आवाज उठाउँछ हो त्यो त बोल्न त पाउनु पऱ्यो नि त होइन अब तपाईँलाई हर्क साम्पाङको काम मन पर्दैन अब झोलुङ्गे पुल किन थापेको भनेर विरोध गर्न नि पाउँछ क्या होइन राम्रो गर्यो भन्न नि पाउँछ विरोध गर्न नि पाउँछ अब विरोधै नगर भन्ने खालको मैले कानुन बनाइदिएँ भने त म कस्तो खालको शासक बन्छु त भोलि भन्ने चाहिँ तपाईँको सरकारले हेका राख्नुपर्छ त्यसो गर्नु हुँदैन बोल्ने छ भने बोल्नु होइन बोल्न त पाइयो नि त तर गलत काम गर्न पो पाइएन त सिधो त्यस्तो छ अब यहाँ काठमाडौँमा साझा बसलाई चाहिँ निलो बसमा कन्भर्ट गरेर निलो बस साउन्डदेखि सुरु गर्ने कुरा आएको छ। त्यो महिलाहरूका लागि निःशुल्क भन्ने छ सरकारको योजना कस्तो लाग्यो त्यसमा त मेरो ठुलो कमेन्ट छैन हौ रातो बसलाई निलो बनाउनुहुन्छ भोलि हामी सेतो बनाउँछौँ होला होइन कोही आउला कालो बनाउला त्यो ठुलो कुरो होइन त्यो कलरमा त मेरो कुरा कोही छैन होइन त्यो रूपसँग मेरो त्यत्रो धेरै विमति सहमति रहँदैन सार भन्छ नि रूप र सार तत्त्वले चाहिँ फरक पार्ने हो त्यसमा त्यो अब नयाँ प्रतिनिधि सभाको भवनभित्र चाहिँ नि निलो कलर लगाइयो भन्ने कुराहरूमा पनि मलाई त्यत्रो धेरै तपाईँको विमति छैन पहिला बानेश्वरमा जलेर नष्ट भएको भवन पनि भित्र हेर्दा निलै देखिन्थ्यो होइन त्यो बस्नेहरू त्यो निलो बस चल्दाखेरि खासै त्यस्तो छैन मलाई चाहिँ कलरमा चाहिँ कुनै अहिले सुस्तावासी नागरिकता र लाल पुर्जाको माग गर्दै काठमाडौँ आइपुग्नु भएको छ बालेन शाहको अभिव्यक्तिसँगै सुस्तामा अलिकति भारतीय अतिक्रमण भारतीय ज्यादती बढेको भन्ने कुराहरू आइरहेको छ त्यसमा तपाईँको धारणा के छ त्यही त प्रधानमन्त्रीज्यूले त्यो कुरा चाहिँ सच्याउनु भएको छैन होला होइन सदनमा हाम्रो विरोध जारी नै रहन्छ त्यसो उहाँले नभन्नुपर्ने थियो त्यो भारतीय ज्यादती बढ्यो त्यसले गर्दा हामी त्यहाँ असुरक्षित भयौँ भन्ने हिसाबले अब त्यहाँका मानिसहरू आउनुभएको छ भने उहाँहरूको न्यायोचित होइन तपाईँको माग के हो सरकारले सुन्नुपर्छ अब प्रधानमन्त्री स्वयंले सुन्नु भ्याउनु भएन भने पनि उहाँले एकजना मान्छे एपोइन्ट गरेर त्यो गुनासोलाई चाहिँ एड्रेस गर्नुपर्छ सुन्नुपर्छ म चाहिँ त्यो भन्न चाहन्छु अध्यक्षज्यू तपाईँको पार्टीको कार्यकर्ता नरनाथ गौतमसँगको तपाईँको लफडा चाहिँ के हो खासमा कार्यकर्ता हो विरोध भइरहेछ हाम्रो पार्टीमा कार्यकर्ता हुँदैन उहाँ साधारण सदस्य बन्नु भएको रहेछ श्रमदाताको सदस्यता लिनु भएको रहेछ पछिबाट उहाँलाई मन परेन जानुभयो त्यो त लोकतन्त्र हो होइन कहिले मन पराउँदाखेरि मलाई भगवान् हो भनेर भन्नुहुन्थ्यो अब मन पराउनु हुन्न उहाँले मलाई राक्षस देख्नु भयो होला अब 2-4 दिनपछि फेरि भगवान् देख्नुहुन्छ कि बा मान्छे मात्रै देख्दिनँ एकअर्कामा भनिसक्नु भएको छ क्या उहाँ मिल्न चाहिराख्नु भएको छ ए हो मैले त विरोध गरेको छैन मैले किन विरोध गर्नु र अब श्रमदातासँग म आउनु भयो जानु भयो जस्तो तपाईँले टिका टिप्पणी गर्नुभयो नि त अलिकति मन दुख्छ चित्त दुख्छ भन्नुभएको छ कि उहाँले अन्तर्वार्ता ठिकै छ आउनुभयो फेरि आउनुहुन्छ होला फेरि जानुहुन्छ त्यसमा के छ र त्यो वेलकम छ त्यो विषयमा नगरौँ कुरा त्यो त्यति इम्पोर्टेन्ट कुरा छैन अरू विषय छ भने एउटा कृषकले मल बाहिर हो त है अब मल कहिले पाउने कृषकले कसरी तपाईँहरू आवाज उठाउनुहुन्छ यस विषयमा मल त प्राप्त गरिसक्नुपर्ने अझै पाएको छैन अब कहिले लगाउने होला पहिलाको सरकारसँग नि मल भनेर कृषक यो फर्टिलाइजर चाहिँ आफै बनाउनु पर्यो होइन यस्तो छ कि त्यो उत्पादन गर्नतर्फ लाग्नुपर्छ साउनभरिमा ओके अब शुभकामना छ अब सरकारले भनेपछि होइन भन्ने फेरि कुरा भएन होइन भन्यो भने तिमीले ल्याउ न त भनेर भन्देला बोल होइन त्यसले गर्दाखेरि ठिकै छ शुभकामना छ छिटो गरेर दिनु होला किसानलाई गाह्रो छ लाल पूर्जा वितरणको काम पनि अब मान्छेहरूलाई सुरु हुँदैछ भन्ने गर्नुपर्छ हो त्यो राम्रो छ त्यो राम्रो छ दबावका कारण सरकारले गर्दैछ भन्नुभयो तपाईँले हो त त्यो त भन्नु पर्यो नि त मैले
सरकारले भन्नुहुन्छ हामी आफैले गऱ्यौँ भन्नुहुन्छ, हामी भन्छौँ हामीले गर्दा भन्छ, त्यो त अब स्वाभाविक हो नि। भोलि पत्रकारले भन्ला हामीले तपाईँको नखिचेर हामीले जवाब नदिए पा हुँदैन थियो भन्नु होला, तपाईँले पनि जस लिनुपर्छ। राम्रो कुराको सबैले जस लिउँ, नराम्रो कुराको पनि जस लिउँ त। एकले तपाईँको जिम्मेवारी लिउँ। सरकार लाल पूर्जा वितरण गर्न बाध्य भयो त सुकुम्बासीहरूले। हो त, हो त। मेरै कारणले मात्रै होइन, म पनि त्यहाँ छु भने तपाईँको कारणले पनि हो होइन। त्यही हो, अब चाहिँ यसो गर्नुपर्छ नेपालीले। राम्रो काम भयो भने सबैले जस लिने, नराम्रो काम भयो भने सबैले तपाईँको होइन जिम्मेवारी पनि लिने त्यसको। क्या हाम्रो कारणले बिग्रियो भनेर त्यो पनि लिनुपर्छ पत्रकार होइन, हामी जस्तो सबैले। अनि अहिले भनौँ न विश्वकप फुटबल चलिरहेछ, मैले हेरेकै छैन होइन हेरेको कुरा होइन। अब नेपाल नेपाल फुटबल एसोसिएसन चाहिँ कारबाहीमा पर्यो। अब 3वटा गेम खेल्न नपाउने भयो। विश्व जगत फुटबलमा रमाइरहँदा सरकारले त्यो कसरी सुधार्न त्यो सकिन्छ? सरकारले त्यो एन्फामा पनि भ्रष्टाचार भयो होला, पक्कै पनि छानबिन गर्नुपर्छ, दोषी पाइएको हदसम्म कारबाही गरोस् सरकारले। म चाहिँ त्यो भन्छु, त्यो हो क्या। खेल मैदान बनाउने तपाईँको पैसाले बा घर बनायो कि हाम्रो त त्यस्तो पनि हुन्छ होइन। बाटो बनाउने पैसाले घरको तल थपिरहन्छ। पार्टीलाई धेरै नै गुनासो आउँछ होइन। हामीले धरानको विकासको लागि किवार दिएको, तपाईँ पश्चिममा गएर झुलङ्गे पुल बनाउने, त्यहाँ झार खाएर बस्ने कार्यकर्ता भनेर हजुरकै कमेन्टमा त्यो भन्न पाउँछ त लोकतन्त्रमा। मैले अघि भने त लोकतन्त्रमा कसैको मुख थुन्नु हुँदैन, चालु रहन्छ। अब फेरि हामी अर्को फेरि प्रोजेक्ट गर्छौँ त्यसमा पनि भन्दा तपाईँलाई केही फरक पर्दैन अहिले? त्यसो होइन, त्यसो होइन, त्यसो होइन, त्यसो होइन। त्यसो भन्ने सुन्नु न, त्यसो भन्ने मान्छेले कति सहयोग गरेको छ प्रुफ देखाओस् न त, अनि भन्न पाउँछ क्या। अब त्यसो भन्ने मान्छेले सुन्नु न, अब त्यसो भन्ने मान्छेले उसले सेन्ड गरेको त्यो रिसिप्ट पनि त्यो होइन स्क्रिनसट गरेर भन्दा चाहिँ राम्रो हुन्छ, नत्र नभन्नु, तपाईँहरूको अधिकार छैन ल। हावामा 1 रुपियाँ सहयोग गरेको छैन देशलाई होइन, त्यस्तो छ क्या। त्यसले गर्दाखेरि त्यो ल, हस् थ्याङ्क यू। मैले त्यो संसदीय मैत्री समूहको नेतृत्व गर्न चाहेको थिएँ, तर उता आयरल्यान्ड कि कलकत्ता गर्नु भएको छ अरे, मैले त्यो बुझ्छु ल। हे उहाँलाई भेटाएको दिन 7 दिन ढुङ्गा बोकाउँछु म। 7 दिन मिलेर ढुङ्गा बोक्नुपर्छ। जरिवाना त्यत्रो लाउनु हुँदैन। जरिवाना भनेको त तपाईँको सच्याउने पो त होइन। अनि त्यसो गर्ने भने त भोलि यो सरकारले त मृत्युदण्ड तोक्देला जस्तो देखियो। त्यो गर्नु हुँदैन। कारागार पनि सुधार गृह हो, कुरा बुझ्नुभयो नि, त्यो चिज हो। त्यसले गर्दा सुधारको उसमा जानुपर्छ। त्यो ऋण काटेर तपाईँको फाइन तिर्ने खालको बनाउनु हुँदैन है। सरकारलाई मेरो सुझाव छ। राम्रो काम गरेको तपाईँले थाहा छैन है? के चाहिँ न्युज हेर्नु भएको छैन? सुकुम्बासीलाई लाल पूर्जा बाँडिसक्यो, सबभन्दा ठुलो काम। त्यो ठिक छ, त्यो राम्रो छ। अनि केही काम गरेन भन्नु पहिलेदेखि बाँड्नु भयो हिजोबाट गर्दियामा 14 जना के अरे 26 जनालाई बाँडिसक्यो। त्यो राम्रो कुरा हो। त्यो मलाई त त्यो त थाहा छैन है। अनि राम्रो काम त थाहै पाउनु त। राम्रो काम तपाईँले थाहै पाउनु भएन। राम्रो काम थाहा पाउनु पर्यो। मैले हिजो भन्दै हुनुहुन्छ त्यो पनि हो कि होइन? प्रमाणित न्युजमा आएपछि चाहिँ काम चाहिँ कसो लागिरहेको छ? 6 दिनको लागि छ बालेन शाह। हो त, बालेन शाहको काम के राम्रो गर्यो हजुरहरूले भन्नुहोस् न। तपाईँ सुशासनको जवाबदिहिता त छ नि अहिलेको सरकारमा। जनता तपाईँ अनुभव भइरहेको छ तपाईँलाई काम होइन, जनताले उहाँले राम्रो बालेन शाहलाई त मैले त कसम से भोट लाएको उहाँलाई 69 मा त उहाँलाई नै हो कसम से। मेरो साथी चाहिँ होइन परिवर्तन भएको होइन, उहाँलाई पनि समर्थन छ होइन। थ्याङ्क यू, नमस्ते सबैलाई।